सशस्त्र प्रहरीको एपीएफ क्लबले धनकुटामा जारी शहीद भीमनारायण गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। बुधबार धनकुटा स्थित तल्लो टुडी खेलमा भएको खेलमा एपीएफले बोरङको बेलबारी फुटबल क्लबलाई 3-1 गोल अन्तरले पराजित गरेको हो। खेलको म्यान अफ द म्याच विजेता टिम एपीएफका युवराज खड्का घोषित भए। उनले नगद 5,000 पुरस्कार समेत प्राप्त गरेका छन्। प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन्। आज नमबुद्ध युथ फुटबल क्लब सप्तरी र बिर्तामोट युनाइटेड क्लब झापा बीच पहिलो सेमिफाइनल खेल हुनेछ। यस्तै शुक्रबार गाईघाट फुटबल क्लब उदयपुर र एपीएफ क्लब बीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ। चैत्र 23 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद 5 लाख रुपियाँ त्यस्तै गरी ट्रफी मेडल प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले 2,50,000 रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।